सम्पूर्णमा सेवारो आजको हाम्रो ज्येष्ठ नागरिक मनोरञ्जन पार्कको श्रमदान चाहिँ हाम्रो यो खोलामा हुँदैछ। आज असोजको 23 गते र खोलामा चाहिँ यसरी यो हाम्रो ज्येष्ठ नागरिक मनोरञ्जन पार्कलाई चाहिँ अस्तिको बाढीले अलिकति यहाँ यसरी क्षति पुर्याएकोले गर्दाखेरि यहाँनेर यसरी आज ढुङ्गाको जाली लगाउने श्रमदान हुँदैछ है। आज यसरी आज चाहिँ फेरि 2 ठाउँ श्रम भएकोले गर्दाखेरि धेरै जस्तो दिदीबहिनीहरू चाहिँ माथि गोर्खा चौतारीमा पनि जानु हुँदैछ। 1 बजेसम्म हो गोर्खा चौतारीमा चाहिँ, 11 बजे 1 बजेसम्म, र गोर्खा चौतारी पछाडिको चाहिँ हाम्रो यहाँ चाहिँ विशेष धेरै चाहिँ दाजुभाइहरू हुनुहुन्छ र दिदीबहिनीहरू पनि हुनुहुन्छ यहाँ मास्तिर। अब यसरी ढुङ्गाको हुँदैछ श्रम। यसरी ज्येष्ठ नागरिक मनोरञ्जन पार्कलाई चाहिँ जोगाउनको लागि दाजुभाइहरूबाट श्रम सुरु भइसकेको छ। श्रम और हाम्रो राजेश दाजुले जहिले पनि ढुङ्गाको काम गर्नुहुन्छ, ढुङ्गा फुटाइरहनु भएको छ। यसरी पानीमा चुप्लुङ्ग चोबिएर पानीमा भिजेर श्रम गरिरहनु भएको छ। श्रम ज्येष्ठ नागरिक मनोरञ्जन पार्कमा छौँ हामी। ज्येष्ठ नागरिक मनोरञ्जन पार्कमा र यहाँ आज चाहिँ 2-3 ठाउँ काम जुझेको रहेछ। कोही तल जाली लगाउनु हुँदैछ खोलामा, कोही यता यहाँ पनि सम्याउने काम हुँदै रहेछ, डोको बोक्ने काम हुँदै रहेछ। कोही यता यो चाहिँ हिजो माटोको थुप्रो थियो यहाँ चाहिँ वाल लगाइसकेको रहेछ र यो वाल मा चाहिँ यो माटो यसरी भर्ने काम भइसक्यो। यो चाहिँ हिजै सक्यो अनि आज यहाँ यसरी काम हुँदैछ। यसरी आज यहाँ पनि कसैले डोको बोक्नु हुँदैछ, कसैले त्यहाँ लोड गर्नु हुँदैछ। अब म चाहिँ यही एकछिन काम गरेर जानु पर्यो। सेवा है सेवा। लो श्रमको क्रान्ति श्रम सुरु भइसक्यो। श्रम यहाँ अर्को टोली हुनुहुन्छ, अहिलेको टोली चाहिँ तल हुनुहुन्थ्यो। आज असोजको 23 गते ज्येष्ठ नागरिक मनोरञ्जन पार्कमा काम सुरु भइसकेको छ। यसरी कसैले यहाँ लोड गर्नु हुँदैछ, कसैले यसो भारी बोक्नु हुँदैछ। यहाँ यी आफ्नो श्रम भइरहेको छ है, आफ्नो श्रम। हाम्रो सानो खुच्ची हिजो मैले टिकटक पनि बनाएको थिएँ। श्रम शोषण होइन नि, फेरि श्रम संस्कृति चाहिँ सिकाएको। यसरी यो चाहिँ लोटस गार्डन हुन्छ यहाँ। त्यसरी यहाँ पानी पनि जम्मा भइसकेको रहेछ। पानी पनि तलबाट अलिअलि छाँगा भएर झर्दैछ। यस्तो
काम हुँदैछ यस्तो। लो है अब यो डोकोहरू त साह्रै छिटो फाट्दो रहेछ त हो भाइ। हो अब गाउँघरको जस्तो चोया हुँदैन। त्यही भएर डोको चाहिँ धेरै साह्रो छिटो फाट्ने हो। यसरी अहिले चाहिँ ब्रेक टाइम भइरहेको छ एकदम। अब एकछिन रेस्ट टाइम हुँदैछ रेस्ट टाइममा यहाँ यसरी बोट बिरुवा पनि आइरहेको छ। ज्येष्ठ नागरिक मनोरञ्जन पार्कमा चाहिँ धेरैभन्दा धेरै स्नेक प्लान्टहरू आएछ। यसरी आइरहेको छ। पानी कहाँ लागेको तल? हाम्रो अम्बिका दम धेरै काम गर्ने श्रमदातामा पर्नुहुन्छ। ल हाम्रो नानाहरू तारा नआएकोले गर्दा दुईटा काम बढ्यो होइन। विष्णुजी सेवारो आज पनि खाजा हुँदैछ होइन? के हुँदैछ हौ आजको खाजा चाहिँ? सेलरोटी आलुदम। ए सेलरोटी र आलुदम। ल राम्रो भयो। आलु उसिनिँदैछ। सेलरोटी आइसकेको छ होइन त? ए कसले ल्याउने? यसरी यहाँ चाहिँ यसरी पानी एकदम राम्रो भइरहेको छ। हाम्रो ज्येष्ठ नागरिक मनोरञ्जन पार्कको काम। आजको हाम्रो यो संस्कृति पार्कमा भएको श्रमदान चाहिँ चारैतिर भएकोले गर्दा यहाँ पनि गोर्खा चौतारीमा पनि हुँदैछ र हाम्रो दिदीबहिनीहरू चाहिँ धेरै मात्रामा यहाँ गोर्खा चौतारीमा पनि आउनु भएको छ है श्रम गर्नलाई। यसरी यहाँ